के अर्कै तिमी चाहिँ लोकल खाने हो खोइ चिसो खाने 1 घन्टामा चिया राख्नु सोध्दै थियो मम्मीले कहाँ राखेर जानु हुँदैको नि चिया पनि कहिले जित्दाखेरि पैसा झर्छ पैसा 60 रुपियाँ के को पास छु यतिले फेरि भरि बेलुका तरकारी खानु पर्दैन बुझ्नु आज चाहिँ डे 2 होइन अनि अब आज पनि धान काट्न जान आँटेको अहिले कति बजेछ भन्दाखेरि ठ्याक्कै हेरौँ ल कति बजे 6:04 भएछ बिहानको त्यति मजाले उज्यालो भएको छैन हल्का रिमरिम मात्रै हो हामी धान काट्न जाँदैछौँ 3जना टोली भान्जो बुनु अनि म अनि केटाकेटी हो के त हेर्ने हो त स्वर्ग हेर्ने भने चाहिँ यहाँ छ है यहाँ ल हामी चाहिँ अब त्यति भाग्यवान त छैन कि यसो अब त्यति धेरै भाग्यवान त होइन हामी स्वर्ग भन्दा अलि यतापट्टि 2-3 जना यतापट्टि छ हामी चाहिँ धान काट्दै क्रममा ऊ चिया आइपुगेको अवस्था है लु आयो चिया भन्नु लु नानी उठौँ बसौँ यता मेरो पैसा झरेछ फेरि मोबाइल जित्दाखेरि पैसा झरेछ पैसा 60 रुपियाँ के को पास छु यतिले फेरि भरि बेलुका तरकारी खानु पर्दैन बुझ्नु आज चाहिँ हिँड्दै जानुपर्छ तरकारी खानु राखौँ न लु यहाँ के को बोलेको बुझ्ने खुसी यति भयो मख मात्रै खाऊ तिमी ल बुझ्नु म चिया मात्रै खान्छु भयो बुझ्नुलाई त तिमी चाहिँ हेर्ने मात्रै खाने पनि हो के अर्कै तिमी चाहिँ लोकल खाने हो खोइ चिसो खाने जाऊ चिया खान थाल्यो लु मिठो भयो चिया पनि अहिले आएर सबैजना सुरु भइसक्यो हाम्रो चाहिँ अब अलिक खत्तम हुने बेला उनीहरू सबैजना धमाधुम माथि धान काटेको हुनुहुन्छ लु यताउता यहाँदेखि त तलतिर पनि अझै तलतिर पनि मजाले अल्छी पऱ्यो नि त त्यही भएर अब सक्ने लाग्यो यति सकेर अनि फेरि थाल्ने हो ख्रेङ गरेर यत्रो मिहिनेत थोरै बहुत त छिन्काइयो पो आज पनि लु बिहानभरिमा अलिकति गर्दै भए पनि बाटो पनि त कस्तो छ हौ है ल छुट्टी टिङ टिङ घन्टी बजाउँ खै टिङ टिङ ल धान पनि काटिसक्यो अब जाँदैछौँ धान काटेर माथि दिदीकोतिर बुनु यता अगाडि बिनाजु गइँदैछ यो चाहिँ अलैँची बारी लु बिनाजुको अलैँची बारी खोइ अलैँची अस्ति टिप्नु भएको बेची पनि सक्यो अहिले पानी हाल्ने बेला भएछ क्या अब अहिलेसम्म त आकाश पनि हाल्दैछ होइन तुलफुल इस्कुसै इस्कुस रहेछन् त टुक्रुके सो दिदीहरू धान काटिसक्यो खाना पनि वाइल्ड खायो दिदीहरूको अनि फेरि आज दिउँसो पनि धान काट्नु छ बिहान ठ्याक्कै 6 बजी उठेर मेलामा पसेको होइन धान काटेर अहिले अन्तिममा अहिले 10 बज्यो 10 बजी फेरि छिरेर हाम्रो घरको अनि बेलुका 5 बजीसम्म त अब ड्युटी सुरु पनि बेलुका 6 बजीदेखि झन् 12 घन्टा ड्युटी रहेछ हौ 6 बजी 5 भने 11 घन्टा ल सो हामी दिदीकोदेखि घर जाँदै हो अहिले बाटो पनि यस्तै छ अप्ठ्यारो
पाहाडको बाटो खोल्सा खोल्सी के गर्ने र धान काट्ने खेताला चाहिँ चटपटे बनाएर लिएर आँटेको होइन सानो भाँडामा बनाएको चटपटे पनि थोरै चटपटे बनाउनु चाहिँ उहाँ हुनुहुन्छ यता म चाहिँ बोकेर जाने हो केमा बोक्ने हो चटपटे खान सुरु गर्यो ए लु यो भाँडामा अझै यति बाङ्छ एकचोटि सबैलाई दिइसकेर भने है त लु खाइदिउँ भान्सेजी यता भान्से पनि फेरि भान्से नै छ चटपटे बनाउनु गएको खोर्सानी अन्तिममा सोध्छ होइन चिया बनाउनु गएको अरे चिया बनाउनु गएको अरे 1 घन्टामा चिया राख्नु सोध्दै थियो मम्मीले कहाँ राखेर जानु हुँदैको नि चिया पनि त्यही त कस्तो छ यसो खाएर प्रतिक्रिया दिनु होला यता ठिक छ बडा यो पान थरीले बनाएको यो पान थरबाट आएको नि त मलाई त मिठो लाग्यो है लु म त सुरु गरेँ बल्ल 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 खाइसक्यो यहाँ त्यसमा 5 बटुका चाहिँ खाइयो है कम्तीमा अनि डबीमा अझै पनि छ अलिकति यत्रो मान्छेले पनि खाइसकेन चटपटे गुनले त खतरा बनाएर छु चटपटे के हाल्दो पानीको नि सक्दैन जति खाँदैन मैले नसकेर बसिरहेको छु धमाधुम धान काटाइ भएको भइसक्यो यता चाहिँ पर पनि काट्दै हुनुहुन्छ उयो माथि सबै हामीले गिराइसकेको होइन सबै गिराइसकेर यहाँ ल्याइसक्यो यहाँदेखि खेत चाहिँ कहाँसम्म छ भने ठ्याक्कै यो यहाँदेखि सर्लक्क तल गरे ओ त्यो तल त्यो टिन छ नि त्यहाँसम्म चाहिँ हामीले हो त्यो त्यति सक्नुलाई अब लगभग भोलि बिहान अनि भोलि दिउँसो त अलि भ्याइँदैन ल पर्सि सकिन्छ अनि सो त्यही हो धान काट्दा मचिरहेको छ पाहाडमा आएर उपर ड्याडी कराउँदै हुन्छ फेरि के भनिदिएको नि खै यहाँ मम्मी फेरि काट्दै हुन्छ धान खराङ बुनु त्यस्तै छिन् अब चाहिँ हाम्रो घरको आजको मेलो सकियो तल्लाकामा 2 जना यता म यतापट्टि र अब सबैजना खेताला छौँ यहाँ माथि फेरि भर्खर नियुक्ति भएका खेताला 2 जना चाहिँ यसो बसेर हेर्ने टोलाएर अनि 2 जना आमा छोरा चाहिँ भर्खर नियुक्ति भएका यता ड्याडी चाहिँ लगभग 1 बजीतिर नियुक्ति हुनुभएको होला हामी 12 बजीतिर नियुक्ति भएका होला आजलाई धान काटिसक्यो त लु अब भोलि अरू बाँकी नै छ बिहान अब अलिकति धान पनि काटिसक्यो घरमा ट्याप लाएर होइन अनि सो हामी जाँदैछौँ सक्यो त्यही भएर सो बजारतिर घुम्नु पऱ्यो नि त बजार भनेको पनि जे भने पनि यहीँ तलतिर हाम्रो रदा स्कुल भन्ने छ होइन आज चाहिँ बाइकमा नगएको हामी आज हिँड्दै टक्रक गर्दै हिँड्दै गएको अनि मसँग चाहिँ छ बुनु छ यता छ अगाडि पुवाक्क हिँड्दैछ उखेर लडुमा लास्दै गर्दै भगवान बाटो पनि खतरा छ नि त हाम्रो नि के गर्छौ झन् फ्याट भयो त तिमी त के हो हिँड्न आउँदैन तिमीलाई हो यस्तो लाग्दैछ मलाई ए अर्को ट्र्याक लाग्यो आज अहिलेको फोहोर भन्छ